कहिलेकाहीँ हिमालले बोल्दैन, ऊ त केवल मौनतामा सम्झाउँछ अस्थिर आत्मालाई, जसलाई घर छेउछाउको हावा पनि अपरिचित लाग्न थालेको छ। यही त उलावट हो, फर्किने, आफैतिर फर्किने। हरेक पाइला पृथ्वीसँगको संवाद हो। रुखहरू बोल्दैन तर सुन्छन्, हावा सोध्दैन तर बुझ्छ। श्वास र मौन बीच कतै म बिस्तारै आफैमा फर्कदैछु। यो चढाइ हिमालसँग होइन, आफै भित्रको हलचलसँग हो। प्रत्येक श्वासले एउटा डर बगाल्छ, प्रत्येक थकाइले एउटा भ्रम धोइदिन्छ, अनि बाँकी रहन्छ नाङ्गो आत्मा, जसले आकाश हेरिरहेको छ। यहाँ आइपुग्दा समय पनि रोकिए चाहिँ लाग्छ। बादल र घाम बीच मौनको त्यो क्षण। हिमालले पुरस्कार दिँदैन, ऊ त केवल ऐना हो जसमा म आफ्नै मौन देख्छु। म खोज्दै आएकी थिएँ केही बाहिर, तर भेटे बाटोमै, श्वासमै, मौनमै। अन्ततः यात्रा बाहिरको थिएन, यो त आत्मासम्मको फिर्ता थियो।